अनुसन्धान र गहिरो साधनाबाट परिणामस्वरूप ट्राभल्स अफ नेपाल्स वाटर रिसोर्स भन्ने पुस्तक हामीले प्राप्त गर्ने हामीलाई सुयोग मिलेको छ। यसका लागि म विद्वान लेखकलाई म धेरै धेरै बधाई दिन चाहन्छु। पुस्तकको कुरा त्यो नलेजसँग जोडिन्छ, पुस्तकको कुरा क्रिएटिभिटीसँगै जोडिन्छ, पुस्तकको कुरा एक्सपिरियन्ससँगै जोडिन्छ। तपाईँसँग सबै यहाँ उपस्थित महानुभावहरू सबै विज्ञ हुनुहुन्छ, लब्ध प्रतिष्ठित हुनुहुन्छ र आफ्नो क्षेत्रमा कुनै न कुनै समय तपाईँले अथाह योगदान दिनुभएको छ। र तपाईँसँगको एक्सपिरियन्स विलक्षण र अद्भुत छ। मलाई लाग्दछ एक्सपिरियन्स भन्ने कुरा आफैमा के हो, त्यो अमोघ वस्त्र हो र अमूल्य आफै भित्रको खजाना पनि हो। र शब्दको बेजोड संयोजन किताबमा जरुरी होला। मैले किताब हेरेको छैन, योभन्दा अगाडि उहाँ लेखिरहने मान्छे, उहाँको पढ्न तपाईँले धेरै आर्टिकलहरू पढाइछु पहिले पनि। रत्न संसार सरको धेरैवटा आर्टिकलहरू चाहिँ त्यसमा उहाँले जसोको बारेमा लेख्नु भएको छ। आज फेरि उहाँको यो जो नयाँ पुस्तक छ जो हाम्रो सामु उहाँले चाहिँ लेखिदिनु भएको छ र प्रस्तुत गरिदिनु भएको छ। मलाई के लाग्दछ भने पुस्तक भने आफैमा एउटा के हो, आफू पनि बाँच्छ, स्रष्टालाई पनि बचाउँछ। युग युगसम्म शरीर त नश्वर छ, नाशवान छ, त्यो नासिन सक्छ, नासिन्छ नि, तर कृति त कहिले नाश हुँदैन। हाम्रा वेद, उपनिषद, गीता यिनै छ, कसैले कसैले लेखेकै हो, कृतिकै रूपमा आएको। लेख्नेहरूलाई पनि हामीले राम्रै चाहिँ के छ भने श्रद्धापूर्वक स्मरण गर्दछौँ। र पुस्तक पनि के छ, सधैँ कृतिको रूपमा चाहिँ कालजै रूपमा बसिरहन्छ। भन्न त अब धेरै कुरा भनिन्छ। पुस्तकको गहिरो अध्ययनबाट उत्तम ज्ञान उत्पन्न हुन्छ। ज्ञान प्रकाशमान हुन्छ, प्रकाशले अँध्यारोलाई नाश पार्छ, सबै प्रज्वलित गराइदिन्छ। ज्ञान भनेको यस्तो कुरा हो जसले जीवनका सबै क्षितिज रायमा खोलिदिन्छ। र पुस्तकको महात्म्य बेजोड छ। मैले आज यो सानो यो विमोचन कार्यक्रममा त्यत्रो विधि पुस्तकको बारेमा भन्नुपर्ने चाहिँ हाम्रो आफै विज्ञ हुनुहुन्छ। तथापि मलाई त्यो पनि लाग्छ पुस्तक भनेको ज्ञानको स्रोत पनि हो, पुञ्ज पनि हो। र सबैभन्दा ठुलो कुरा के छ भने मलाई एउटा स्मरण गर्छु म महात्मा गान्धीको। उनलाई जुन बेला महात्मा गान्धीलाई सङ्कट पर्थ्यो अरे, अनि उनका आफ्ना चाहिँ के छ भनेदेखि साथीभाइहरू मित्रहरूलाई उनले चाहिँ मलाई सल्लाह दिनु पऱ्यो भन्नुहुन्थ्यो उहाँले। भने यस्तो सल्लाह सुझावले त्यो सङ्कट टर्नै भएन। कतैबाट त्यसको चाहिँ त्यसरी निकास पाइएन। महात्मा गान्धीले गर्नुहुन्थ्यो, एकपल्ट गीता पढ्यो, दुईपल्ट पढ्यो, तेस्रो चौथोपल्ट पढेपछि निकास दिनबाट निस्कन्थ्यो। त्यसकारण पुस्तकको जुन कुरा छ त्यो पुस्तकको महात्मा बेजोड छ भन्ने कुरा हामीले चाहिँ त्यसमा सबलाई थाहा भएको कुरा हो। राम्रा पुस्तकहरू देशका सम्पदा हुन्, पुँजी पनि हुन् र धरोहर पनि हुन्। यस्तो अवसर अरूलाई पनि थियो। अहिले जुन समय छ, केही समयताबाट देशको विषम परिस्थिति जुन छ, त्यो विषम परिस्थितिको यस्तो उसमा पनि ती अवसर सबैलाई हुँदाहुँदै पनि हाम्रा अकर्मण्यताले या उदासीनताले या असक्षमताले या अज्ञानताले हामीले ती अवसरहरू चिन्न पो सकेनौँ कि, देख्न पो सकिएन कि, समात्न पो सकिएन कि। तर यो अवसर कहिले समाप्त भएछ, विद्वान लेखकले समाप्त भएछ। यस निम्ति फेरि पनि उहाँलाई म बधाई दिन चाहन्छु।